साथीहरु यदि तपाईहरुले यो जुन विदेशी पर्यटक छ है यो विदेशी पर्यटकको यदि तपाईहरुले कहानी सुन्नु भएको छैन भने स्टोरी सुन्नु भएको छैन भने आजको यस भिडियोमा म तपाईहरुलाई भन्न गइरहेको छु एकदमै निराशजनक खालको स्टोरी छ यहाँनेरि यो जुन विदेशी पर्यटक छ यो पर्यटक भन्नेको काम के हो भन्दा अब त्यही त हो नि है यताउता घुम्ने ओर्ने गर्ने हो र त्यसपछि चाहिँ उ विदेशी पर्यटक कुनै एक ठाउँमा पुग्छ र त्यहाँनेरि चाहिँ नेपालीहरुले पार्टी है अब यो पिकनिक गरिरहेको उसले देख्छ है त्यसपछि त्यो विदेशी पर्यटक त्यो ठाउँमा जान्छ र त्यो ठाउँमा गइसकेपछि सबै अब नेपालीहरुले चाहिँ त्यहाँनेरि खाइरहेको देख्छ है अनि त्यसपछि उ त्यहाँनेरि पुगिसकेपछि यो के फ्री हो भनेर यताउता सोध्छ है अब नेपाली दाजुभाइहरुलाई अनि उहाँहरुले चाहिँ हो फ्री हो भनेर अनि बनिसकेपछि अनि अब विदेशी पर्यटकले पनि त्यसै म पनि खान्छु भन्दै उ त्यहाँनेरि हैन अब भनिसकेपछि त्यहाँको दाजुभाइ तथा दिदीबहिनीहरुले उसलाई अब खानाहरु दिनुहुन्छ हैन अनि यतिकैमा चाहिँ एउटा कहानीमा फेरि ट्विस्ट आउँछ के त्यहाँनेरि एउटा नेपाली दाजु आउनुहुन्छ र आइसकेपछि चाहिँ हुन्छ नि अब त्यो खाएको देखेर यदि त्यो जुन विदेशी पर्यटक छ त्यो विदेशी पर्यटकले पनि मैले पैसा दिए जति यसले पनि दिएन भने चाहिँ म भोलि अब त्यहाँनेरि हैन म भोलि हडताल गर्छु वगेरा वगेराहरु के भन्नु हुँदै रहेछ अनि त्यो कुरा चाहिँ गर्दाखेरि अब त्यो विदेशी पर्यटकले त्यो बुझेकै थिएन अनि उसले चाहिँ अब कति बेर पछाडी हैन अब एकदमै नराम्रो कुराहरु बारम्बार गरिसकेपछि झर्किसकेपछि चाहिँ अनि विदेशी पर्यटकलाई पनि एकदमै नराम्रो लाग्छ र त्यो नेपाली दाइले चाहिँ के भन्नुहुन्छ भन्दाखेरि अब हुन्छ नि उले खाइरहेको छ है त्यहाँनेरि र त्यहाँनेरि चाहिँ अब हुन्छ नि अब यो खानाको 300 रुपैयाँ यसको यति उसको यति हैन 1500 रुपैयाँ वगेरा वगेरा के भन्दै नाना थरी के भन्नुहुन्छ के अनि त्यो भनिसकेपछि यति झमेला हुन्छ र विदेशी पर्यटक घुम्न आएको रमाइलो गर्न आएको मान्छे हैन अब अन्तिममा चाहिँ अनि अध्य भइसकेपछि अनि उसले अब त्यही मान्छेलाई चाहिँ अब पैसा दिन खोज्नुहुन्छ अब सबभन्दा सुरुमा चाहिँ अब 200 रुपैयाँ दिएको हुन्छ 200 रुपैयाँ दिँदाखेरि चाहिँ अब यो 200 रुपैयाँले के आउँछ वगेरा वगेरा के भन्छ हैन अनि फेरि त्यो विदेशी पर्यटकले चाहिँ अब 1000 1200 1300 त्यसले भने जति अब कति भनेको थियो त्यति नै अब त्यसलाई दिन्छ हैन तर पनि अब त्यसले पैसा चाहिँ लिदैन फेरि अनेक थरीका के कुराहरु चाहिँ सुनाउँछ के यो मैले लगाएको औँठी थाहा छ यो कतिको हो यो 1.5 लाख हो भन्दै अब त्यसलाई सुनाउँछ हैन अब रमाइलो गर्न आएको जुन विदेशी पर्यटक छ अन्तिममा चाहिँ त्यहाँबाट निराश भएर जान्छ के हैन र अब त्यो भिडियो पनि अहिले सामाजिक सञ्जालमा यति भाइरल भइरहेको छ नि हैन अहिले चाहिँ अब त्यही भिडियो चाहिँ बारम्बार हरेक टिकटकमा हुन्छ हरेक युट्युबमा हुन्छ है अहिले चाहिँ यही एकदमै चलिरहेको छ एकदमै दुःख लाग्दो छ तपाईहरुलाई चाहिँ अब कस्तो लाग्यो है यो विषयमा तपाईहरु के भन्नुहुन्छ कमेन्ट गर्नु होला हस्त धन्यवाद।